अरू जग्गातिर मासुै देख्दैन अब नेक्स्ट आउँदैछ मेरो दामी जग्गा लैजान्छ त्यसमा चाहिँ बियर सियर पनि खान्छ अब के भन्छ भिडियोमा खान्छ हजुर नेक्स्ट डे है फाले होइन फाले फम्बी मोमो आलुदम सबै पाइदिन्छ झोल र हल्का यसो फास्ट आज हामी मोमो खान जाँदैछौँ है झोल मोमो मोमो कि सुकेको होइन कहाँनिर हो यो चाहिँ जग्गा हामी अलिक 12 माइलतिर 12 माइल कालिम्पोङमा छु है तपाईँहरू देखाउनु छ अगाडि त्यहाँनिर कहाँ बस्नु यता बस्नु यहाँनिर कहाँ जानु यहाँ चाहिँ भेज पाउने रहेछ यहाँनिर चाहिँ पाउने होला साङ रेस्टुरेन्ट कालिम्पोङ 12 माइल आन्टी चिकन मोमो दिनु पकको छ पकको ए बफ खान्छ चिकनको छैन मोमो ए चिकन एक डबल हो डबल मोमो एक डबल कोक दिने नि चिसोको दादाले चाहिँ कोक पनि मगाइसकेको छ ब्लु लेस्टिकल अनि एउटा ब्लु लेज पनि दिनुहोस् त हुन्छ हुन्छ नुन कम्ती हाल्नु न नुन कम्ती खानु पर्छ चिप्स ड्रिङ्क चिप्स एउटै ल्याऊ त्यो ल्याऊ ग्रिन ल्याऊ अहिले त्यो सुपमा लेज हो ओके खाना हाम्रो मोमो पनि आइसकेको छ बिचमा हाल्छ फर्स्ट बाइट हाल्दैछ है हेरौँ न दामी दामी टमेटो फ्रेस हामी चाहिँ आज मोमो खाँदैछौँ आज ढिलो आयो है भाइ किन ढिलो आयो यहीँ ढिलो हुन्छ भनेर अनि अलिक अचार हाल्दिनु हजुर हजुर चाहियो
सुप पानीको दुखाइ रहेछ है आन्टी यहाँ पानीको पानी हो त कालिम्पोङमा पर भाइहरू भएकोमा हालिदिन्छ पानी सक्छ नि कस्तो छिटो सकिदिन्छ हो फेरि ल्याउनु पर्छ गाडीले हालिदिँदैछ पहिला त त्यहाँ काम गर्ने त्यो जो बनिँदै गर्दाखेरि त अर्को भाइसँग मालिकहरू लिनु थियो नि त त्यो पानीको लागि गरिदिँदैछ उनीहरूले मिलाइदिन्छ ए हो आउँनु त आउँछ कि तर ढिलो साह्रै ढिलो हुन्छ दुखाइ रहेछ हो अब बर्खा लाग्ने चाहिँ त्यति हुँदैन कि हजुर अहिले चाहिँ दुःखै छ सुपमा दामी दामी जग्गा देखाइदिने यो दिने हजुर कति जग्गा छ दुईजना अब नेक्स्ट आउँदैछ मेरो दामी जग्गा लैजान्छ त्यसमा चाहिँ बियर सियर पनि खान्छ अब के भन्छ भिडियोमा खान्छ हजुर वेज नन वेज भाइलाई भयो सुप खान्छ रे अगाडि पुरा मिठो लाग्यो मोमो मिठो अरू जग्गातिर मासुै देख्दैन हाम्रो रहेछ छ कि हो कि राम्रो भन्ने राम्रो दामी सेटिस खान्छु अलिकति खानु कस्तो भयो अलिकति भनिदिनु न हामीलाई मोमो हामीले खाइसक्यो है एकदम दामी तपाईँलाई कस्तो लाग्यो दामी लाग्यो सेटिस ल दुई अलिबट चाहिँ खाइसक्यो ल सो गाइस हामीले चाहिँ यहाँ जग्गामा यो जग्गालाई के भन्छ मलाई पनि साह्रै याद भएन र हामीले अब कुदै जानुपर्ने हुन्छ मोमो खाएर त्यति है अब के भन्नु ओके के गर्नु अब मैला त्यस्तै हो र गाइस है तपाईँहरू हामी नभए नेक्स्ट भिडियोमा भेट्दैछु अब कहाँ जानु चाहिँ अब नेक्स्ट भिडियोमा अब ड्युटी होइन नेक्स्ट अब यो आज मोमो है एकदम मिठो हो दामी प्लेस रकवेल स्कुलको छेउमा जानुपर्छ त्यहाँ राम्रो फाले पाउँछ आम्बो किन भन्दाखेरि उहाँ चाहिँ कति वर्ष बस्नुभएको कालिम्पोङ 16 वर्ष बसेको र म फर्स्ट टाइम कालिम्पोङ आएको र आज हाम्रो दाले है हाम्रो ह्याप्पी निकनेम चाहिँ ह्याप्पी है र कालिम्पोङमा चाहिँ है ह्याप्पी भनेपछि चाहिँ सबै चिन्छ किन भन्नु त होइन अस्ति हामी अस्ति बस जाँदाखेरि त्यहाँ जाँदाखेरि अब हेलमेट लगाएर तपाईँ हेलमेट लगाएको नि हेलमेट लगाउँदाखेरि तर पनि ह्याप्पी भनेर चिन्दै क्या तपाईँ है हो किन भन्नु त ल गाइस हामी चाहिँ अब नेक्स्ट भिडियोमा चाहिँ अब फालै खानु होइन कहाँनिर रकवेलको छेउमा दामी पाउँछ ल है नेक्स्ट भिडियो भेट्दैछु अब नेक्स्ट डे है फाले होइन फाले फम्बी मोमो आलुदम सबै पाइदिन्छ र है मिनी झोल र हल्का अब यसो फास्ट फुडको पुरा एक्सप्लोर गर्दै होइन हाम्रो ह्याप्पी दासँग ल है भन्नु बाई बाई गाइस चाहिँ